सो आज पनि म आइसकेको छु सदा अझै आफ्नो मैदानमा, जो कि खरबारीको मैदान देख्न सक्नुहुन्छ। चारैतिर खर काटेर सिद्धिन लागेको छ हैन। कन्टिन्यू भइसक्यो 4-5 दिन मैले चाहिँ काटेर अझै पनि सकिरहेको छैन। यो लाग्छ मेरो जिन्दगी चाहिँ हैन घुरो काट्दै जाला जस्तो छ हैन। बिहान उठेर चिसोको मौसममा टक्क है घुरो काट्नको लागि टक्क हसे बोकेर है सानो आइसकेको छु। र हेर्न सक्नुहुन्छ यति काटेको छु, अझै छ अलिकति है, थोरै छ, अब चाहिँ धेरै छैन। टक्क अब काटिसकेपछि चाहिँ एकदम खुसी होला म। अहिले चाहिँ दुखी छु क्या म हैन। घुरो काटेर सकिन्न। मेरो डेलीको लाइफ हैन यस्तै गइरहेको छ क्या। घुरो काट्दै घर जाँदै आउँदै फेरि घुरो काट्दै है। अब त्यस्तो प्रोफेसनल तरिकाले त भिडियो बनाउन आउँदैन मलाई, त्यही पनि हैन। तपाईहरुले यसो देखाउँ न त आफ्नो डेली लाइफ कस्तो चलिरहेछ हैन गाउँघरमा भनेर देखाउन लागेको भिडियो बनाएको। सो त तपाईहरुले कस्तो लाग्छ यसो लाइक कमेन्ट चाहिँ गरिदिनु होला हैन।